हेलो साथीहरू। ल आज हामी के खान लागेको छ मम्मी? कुखुराको मासु र ढिँडो। ढेडो ल काम। म चाहिँ थोरै लिएर बसिरहेको छु किनकि मलाई खान नसक्ने हैन, प्रहर गर्ने। यो छिर्दैन के, मलाई निल्नै आउँदैन। अनि हेर यहाँ बस गर। मेरो लागि भात छ यहाँ, एकछिनमा खान्छु म हालेर। आफूलाई चाहिँ फेरि ढिँडो भनेपछि पहिले तयारी। खाइ नै सकेको निल्नै आउँदैन के अब। खाएला अगाडि मिच्नुपर्छ। चट्ट लाएर अड्किन्छ क्या? अड्किँदैन, बिस्तारै खाने। हामी त धेरै खाएर आएको सानैदेखि, हामीलाई त अड्किँदैन। सानैदेखि खाँदैन, म सानैदेखि खाएँ त नि। मैले गल्ती गरेँ, रामेछापमै छोड्नु पर्थ्यो। भागेर आउनुभएको के गरेर आएको? भागेर होइन, कि भगाएको हो त? मलाई कसैले भगाएको नि। अनि म हिँडिदिएको भनौँ न। म हिँडेको सुख गर्नलाई भनेर। सुखै गर्नु भएको त ठिक छ। एकदम मिठो भयो त झोल चाहिँ। बाक्लो भइसक्यो। तर ढिँडै खान आउँदैन कि आपतको कुरा चाहिँ। छोरी छोरी यस्तो सानो सानो बनाएर खान्छु। ढिँडो चाहिँ के गर्नु, अलिक साह्रो भएछ कि ढिँडो। एक दुईचोटि चपाट निल्नु पर्दो रहेछ। कस्तो यहाँ भित्रबाट के यत्रो ठुलो डल्लो गएको जस्तो फिल हुन्छ कि मलाई त। कति कहाँ बच्छ त नि। ढिँडो तातो खाने हो कि छोरी सेलाएर पनि ठुलो। यस्तो नमजाले खाएको छु कि ढिँडो पनि के गर्नु, माफ गरिदिनु होला। पिरो पिरो खोर्सानी हाल्ने कता गरे? तपाईँ खानु। म त खाइहाल्छु। तपाईँको फेभरेट ढिँडो। मेरो फेभरेट भनेको तरकारीमा साग, खानामा ढिँडै हो। तर ढिँडो मासुसँग मिठो हुन्छ क्या। अघि भन्नु त मासुको झोल। मासुको झोल छ ढिँडो मिठो हुन्छ। काउली हाल्नुभएको है, के हाल्नुभएको भनेर सोध्नु होला। काउली हो, ब्रोकाउली क्या। बिहानको तरकारी पाचेको थियो नि। ढिँडो खान पनि बाक्लो हुन्छ कि। मासु खतरा खायो, ढिँडो नै खतरा खायो। कुकुरको त मासु छ। अलिक खाना आउँदैन त्यतिखेर। खतरा त खतरा। बानी गर्नुपर्छ क्या छोरी। बानी गर्दैछु त। त्यस्तै भात भन्दा गर्दा ढिँडो खाएको राम्रो के। मिठो हुन्छ, मिठो त। निलिँदैन त, कस्तो टाँसिएर बसेको। खर्लक जान्छ टाइमको त। गइहाल्छ नि। एक कराई ढिँडो एक गाँस झिकेर सबै यहाँ हालेको मैले यत्रो सानो कराईको ढिँडो सबै। हामी त एक माना पिठोको ढिँडो खाँदैछौँ र पो डह्रो छौँ। तिमीहरू त के गरी खाउला हौ।
हामी भात खाएर बलियो हुन्छ भनेर भातले डह्रो हुँदैन नि छोरी ढुँडो पनि डह्रो गाइस भात खाम ढिलो हुने यस्तै हो यो झोलसँग भात चाहिँ मिठो हुन्छ नि अर्को चाहिँ भयो झोल खानु ढुँडो यस्तो मिठो छ पेट अगाडि सबै मुखै भात पनि खानुहुन्छ कि को छ है अट्नु परेन त्यत्रो त ढुँडो ल्याएको मेरो प्लेट त खाली देखियो भनेर कि यहाँ छ झोल झोल चाहिन्छ तपाईँलाई भात गाइस भात एकदम मिठो झोल चाहिँ अहिले भएछ क्या मैले हड्डीहरू यहीँ राखेको भएर कि फोडी देखा होला हामी खाम ढिँडो खाम धेरै भन्छ ओए आधी भएछ आज कत्रो थाप्रो थियो यत्रो त्यही भन्यो नि आधी भएछ सिद्धिन्छ मिठो चिज त सिद्धिन्छ नमिठो मात्र अलिकति ढुँडो हेल्प गर्ने कहाँ त्यो म कहाँ हाल्छु नि ढिँडो त आफै खाने हो धेरै ल्याइछु कि खानु परिहाल्यो नि खानु भात खानुहुन्छ र ए भुँडी भरियो भन्छु कहाँको भात फेरि भात जस्तो हुँदैन होला फेरि मलाई मोमोहरू चाउमिनहरू हुन्छ नि त्यो थुक्पा सुक्पा त्यस्तो भात जस्तो हुँदैन अरे अनि ढिँडो पनि यसमा चाहिँ हुँदैन होइन तर यसमा चाहिँ हुन्छ ढिँडोमा चाहिँ भात पछाडि हो ढिँडो अगाडि हो भात पछाडि हो अझ ढिँडो अगाडि वाउ खच्चा है त ढिँडोमा चाहिँ अनि त्यो चाउचाउहरू होइन त्यस्तो चिजहरूमा चाहिँ फेरि भातै सम्झिन्छु बरु भातै खान्थेँ जस्तो हुन्छ भात बिना सासै आउँदैन भन्नु मम्मी अरू खायो भने धेरै दिन भात खाना खाँदा त थुक्पाहरू पनि मिठो हुँदो रहेछ मिठो हुन्छ जाडो जाडो मिठो हुन्छ तातो तातो क्या हुन त यो खाँदै नखाने भन्ने चाहिँ हुँदैन साँच्ची हिजो हाम्रो के अरे थुक्पाको भिडियो आइसकेको छ हामीले हिजै हालिसकेको छौँ तपाईँहरूले हेर्नुभएको छैन भने हेर्नु होला यो भिडियो चाहिँ भोलि आउँछ त्यही भएर मैले हिजो भने है पोस्ट गरेको चाहिँ आज तर अब यो भिडियो चाहिँ भोलि आउने भएर हजुरहरू पनि जाडोमा चट्ट कुखुराको मासुमा रस हालेर ढुँडो खानु होला कति आनन्द आउँछ जाडो जाडोमा होइन गर्मीमा खासै मिठो हुँदैन क्या ढुँडो म त दिन बिराएर खाइरहेको हुन्छु क्या ढुँडो त भिडियोमा त ल्याउनु हुन्न त भनेर होइन कहिले उता दिदीले बनाइरहनु हुन्छ कहिले उता खान्छु
तैँले सानो मम्मीकोमा नजिक छ नि त अनि भिडियो बनाउने हुने हुँदैन क्या मलाई ढिँडो बनाउनु गाह्रो छ नि एक्लै पकाउनु पर्छ आफूले खानुपर्छ एक्लै साथी यस्ता छन् हात मात्रै हाल्छन् यहाँ ढिँडो धेर गरेर हेर बिजो हात मात्रै हाल्छ नि त्यस्तो खाएको भने मैले निल्न नसके पनि पानी खाइ पनि निलेको है झन्डै अड्केको मलाई यहाँ त्यो धेर हालेको छैन ढिँडो त पच्छ खै अर्ग्यानिक हो पच्चा खानु त्यस्तै निक्लिन्छ भोलि बिहान त्यस्तो होइन मेरो नन्दले गाउँदेखि बोकेर ल्याइदिएको मायाले पिठो कुन नन्दले जेठी नन्दले त्यसै भन्नु पर्यो नि त भाउजूलाई मनपर्छ भनेर बिचरा गाउँदेखि बोकेर ल्याइदिनु हामीलाई त कुराउने जस्तै हुन्छ कहाँ हो तपाईँको गाउँ रामेछाप रामेछाप कुन ठाउँ नामाडी कुन ठाउँ खहरे खहरे कुन ठाउँ खहरे नै हो बाबाको घर चाहिँ खहरे हो तपाईँको घर चाहिँ कता नामाडी हो मेरो माइती चाहिँ फर्पु अब हामी यता बस्छौँ नि त सबैजना अनि त्यही भएर बच्चाहरूलाई त कता के हामीले भन्दा खहरे कता के कता नौलो हुँदो होला फर्पु कता फर्पु त गएकै छैन कोही छैनन् मामा घरमा सबै यतै त्यस्तो होइन हामी गाउँ पनि गइरहेको हुन्छौँ कहिले कहिले मामा घर गएको छौ मामा घर कहाँ छ मामा घर चाहिँ गएको छैन अनि खहरे चाहिँ गएको छु है फेरि बाबा घर चाहिँ गएको छ खहरे त गइरहेको हुन्छौँ हामी त्यही त तिमीलाई बाबा घरसम्म त थाहा छ तैँले कहिले गएको 3 वर्ष अगाडि अब जेठमा 4 वर्ष हुन्छ तिमी 4 वर्ष अगाडि गएको यो चाहिँ सबै वेस्ट पार्ट हो होइन है मासु मैले ढिँडो सिद्धेँ तर मासु सिद्धेला जस्तो छैन अब मैले खाँदिनँ नि खानु त आफै हो मासु पुग्यो खानु यस्तो भरियो एकदम के भयो मम्मी बेस्ट मिठो भन्नु न मिठो मात्रै होइन एकदम मिठो हाम्रो मम्मी अर्ग्यानिक हुनुहुन्छ क्या जहाँ बसे पनि अर्ग्यानिक कुरा धेरै मनपर्छ अर्ग्यानिक भन्दा पनि गाउँको कुरा मलाई आलु मनपर्छ भयो तपाईँलाई सबै मनपर्छ ल भिडियो लामो भइसक्यो मनपर्छ मलाई उसिनेको सब मनपर्छ उसिनेको जरा के अरे इस्कुसको जरा उसिनेर मनपर्छ मलाई माघे सङ्क्रान्ति मनपर्छ है साथीहरू ढिँडो पनि मनपर्छ मलाई माघे सङ्क्रान्ति मनपर्छ किन भात मन पर्दैन मिठो लाग्दैन मलाई मनपर्छ नि त मनपर्छ ल भयो ल तपाईँलाई अर्ग्यानिक कुरा सबै मनपर्छ भिडियो लामो भइसक्यो है कसले ल्याएर दिन्छ होला दुःख देखाएर यो भिडियो कट हुन्छ फेरि यो क्लिप कट हुन्छ है अब ल अब साथीहरू खाइरहेको मासु सकिनँ मैले मासु चाहिँ मम्मी सक्नु भएन ढिँडोले डल्लै भयो मेरो मासु सब सकिसक्यो हल्का ग्रेभी बाँकी छ यसलाई पनि यहीँ हालिदिउँ
यति चाहिँ हामीले सकेन, अरू चाहिँ हामीले सबै खाइसक्यो। ल आजको लागि यति नै साथीहरू, बाई बाई। सब्सक्राइब गर्नु होला।